हेलो गाइस तपाईहरुलाई स्वागत छ मेरो फेरि ब्लगमा। तपाईहरु हेर्न सक्नुहुन्छ आज माने म यति दिनको पछि भिडियो बनाउँदैछु। यति दिन माने टाइम भेटेको छैन र केबाट नতুन कन्टेन्ट पनि छैन। आज चाहिँ माने म भिडियो बनाउँदैछु। तपाईहरु हेर्न सक्नुहुन्छ माने म सुट बुट लगाएर किन रेडी छु भन्दाखेरि आज माने बिहा जान्छु। मेरो चमाको बिहा हो। चमाको बिहा माने घोक्लेनीमा जन्तीहरु पनि आइसक्यो। जन्तीहरु पनि अघि आए त मेरो यहाँ भछम अलिकति कोडमा लेत्रा भएको गाइस। त हामी बगान भएर गइरहेछु। हेर्नु बगान भएर उताबाट पछाडिबाट पनि मान्छेहरू आउनु हुँदैछ। म माने बिहाको अघि नै पुगेँ। अनि म यसै माने साथीहरूलाई पनि भेट गर्नु, साथीहरूलाई पनि लिएर आउँछु भनेर सोचेको त्यो खातिर गाइस। अहिले तपाईँ अहिले हेर्न सक्नुहुन्छ अहिले हामी बिहामा गइरहेछौँ। हामी अहिले हिँड्दै गइरहेछौँ। हामी त्यो बगानबाट निक्ले त मेरो पछाडिहरू साथीहरू पनि छ मेरो। एकदम माने पानी पनि सिमसिमाले परिरहेको छ। त यहाँ गट्टा हिलो भएको छ। आजको बिहा माने गाइस खत्तम हुन्छ के। तो गाइस तपाईहरु हेर्न सक्नुहुन्छ अहिले म बिहाघर आइपुगेर बाहिर मान्छे पनि थुप्रै हुनुहुन्छ। अहिले म बिहाघरको भित्र पसिसकेँ। त यो हो मेरो साथी, यसको नाम चाहिँ हो आयुष। अरू तपाईहरुलाई चिन्नै हुन्छ, यसको नाम विराट। अरू यहाँ हेर्न सक्नुहुन्छ यहाँ अझै अनि यहाँ थुप्रै मान्छेहरू पनि नाचिरहनु भएको छ पुरा गानमा। अरू उता दादा चाहिँ मलाई मजा भनिरहनु भएको छ। तपाईहरु यहाँ हेर्न सक्नुहुँदैछ यहाँ बेहुली हो माने मेरो चमा। अरू बेहुला चाहिँ हुनुहुन्छ मेरो काकु। अनि यहाँ हाम्रो चल्दैछ गोडा धुने नियम। सबैजना एक लाइन गरेर आउनु हुँदैछ। गोडा सोडा धुनु अरू टिका सिका लगाइदिनु एक लाइन गरेर आउनु हुँदैछ। तपाईहरु हेर्न सक्नुहुन्छ अहिले म बिहाबाट निक्लेँ। अहिले भाषण खाएर पनि म निक्लेँ। माने गम माने लागिरहेको थियो। अरू यो मेरो चमाको बिहा हो। त तपाईहरु हेर्न सक्नुहुन्छ यहाँ मेरो साथीहरू पनि छ। यहाँ साथी एउटा माने पेन मिलाउँदैछ आफ्नो। अनि यो साथीलाई चाहिँ म भनिरहेको छु आइज भनेर। सबैले माने म्याचको कुरा गर्दैछ। हेर्नु गाइस अहिले हामी यसै बाहिर निक्लेर आएको छु। यो माने चमाको बिहा हो। भाषा खाएर अहिले माने पटस लागिसक्यो। यहाँ अहिले बाहिर निक्लिन्छु। अहिले बेहुला बेहुलीको भिडियो देखाउला। तपाईहरुले हेर्न सक्नुहुँदैछ अहिले बेहुली बिदाई हुने टाइम हुँदैछ। अहिले टिका लगाइदिनु भएको बेहुलीको मम्मी हुनुहुन्छ। अनि सबैजना एकदम बिरामी भएको छ। सबैजना एकदम इमोसनल भइरहनु भएको छ बेहुली बिदाईको लागि। दुख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर। दिनहरु दुःखका नआउला भन्दिन तर अहिले हेर्नुभयो होला बेहुली बिदाईका भइसक्यो। त्यो दुःखको लागि अहिले हामी पुरा नाच्दैछौँ। यो दुःखको लागि अलिकति दूर गर्नु लागि हामी सबै पुरा नाच्दैछौँ। अरू कोही बोलाएको मान्छेको नाम चाहिँ इङ्ग्लिसम्यानकोलाई हामी इङ्ग्लिसम्यान भनेर बोलाउँछौँ। अहिले माने म आएँ घरमा। त अघि माने म अहिले भर्खर माने बिहाबाट आइपुगेपछि कपडा पुरा बदलेको पछाडि हातमा धोएको पछि म यो लास्ट ब्लग चाहिँ सुट गर्दैछु। त तपाईँलाई आजको ब्लग कस्तो लाग्यो मलाई भन्नु होला। अरू यो पानी पनि परिरहेको छ। यो नोइज चाहिँ माने तपाईँ सुन्नु हुँदैछ कि छैन मलाई त थाहा छैन। आजको ब्लग कस्तो लागेको छ लाइक सब्सक्राइब गरिदिनु होला। आजको लागि यति नै। तपाईँलाई म भेट्दैछु फेरि एउटा ब्लगमा। बाई।